Battle in style. Hello साथीहरु आज म खेल्न गइरहेको छु बियर र्याङ्क हेर्नुहोस् भिडियो साथीहरु म पिकमा झरिरहेको छु पिकमा धेरै एनिमी छ हैन आइसक्यो एनिमी म भागिरहेको छु म नुब्ले बोट हो आज हेर्नुस् बोटको खिलाडी पछाडि हेर्नुस् एनिमी आउँछ अहिले म भागिहाल्छु साथीहरु हाम्रो युट्युब च्यानलको नाम रहेको छ क्रेजी एडभेन्चर लाइक सब्स्क्राइब गर्नु होला हेर्नुस् साथीहरु म मेडिकेट उठाउँछु म झोला उठाउँछु चिसबल उठाउँछु यो मेडिकेट एउटा भोर वाला गन यसलाई यसरी लिने एउटा एमो यो के हो यस्तो चिज के हो यो के चिज हो यो म उठाउँछु यो अग यो राम्रो हुन्छ कि P90 राम्रो हुन्छ कि थम्सन हुन्छ अगन यो हुन्छ यो के यस्तो चक्कु जस्तो साथीहरु यो चक्कु भन्ने के हो म यसलाई उठाउने छु यो पनि उठाउने छु यो के हो साथीहरु म अब यो डब मगाउँछु हेर्नुस् यो डब मगाउँछु के आउँछ यो डबमा साथीहरु आयो यो डब आयो म लुट्ने छु यो डबलाई ए साथीहरु मसँग यो गनको स्किन छ है तपाईहरुसँग छ भने कमेन्ट गर्नु होला अनि साथै डबल रोल आएको छ गनको स्किनमा आउनुस् साथीहरु हामी अब गाडी चलाउन जान्छौं उता उ एनिमी आयो साथीहरु स्नाइपर लिएर आएछ हेर्नु साथीहरु मलाई मार्न लिसेको एनिमी आइसक्यो देख्नु भयो साथीहरु यसरी मार्नुपर्छ एनिमीलाई देख्नु भयो अनि लुट गर्नुपर्छ अनि ग्लुवाल लगाएर मात्र लुट गर्नु होला यसरी मेरो एनिमीले पछाडिबाट ठोक्दिन्छ मेडिकेट उठाए मैले अब म भाग्ने छु यहाँबाट गाडी लिएर हेर्नु साथीहरु एनिमीको त यहाँ दामी ग्लुवालको छ त गाडी कहाँ थियो यो रहेको छ पिकअप भ्यान गिरेना फ्री फायर वालाले बनाएको यसको बिल्ड क्वालिटी कति छ आगोको निकल्छ साथीहरु यसमा खै म ड्राइभ गर्नेछु यसलाई अटो पाइलटमा छोड्दिने छु अटो पाइलटमा चल्दैन चले मैले एउटा एनिमी मारेको छु साथीहरु तपाईहरुलाई भिडियो मन परेको छ भने लाइक सब्स्क्राइब गर्नु होला मन नपरे पनि एउटा भिडियो हेरेर गरिदिनु होला मात्र भिडियो हेर्दैन अटो पाइलट चलाउन सिक्नु साथीहरु स्टार्ट हुन्छ तपाईहरु यो स्टियरिङ गरेर चलाउनुस् म पिकमा झरिरहेको छु म यो उठाइरहेको यो के हो साथीहरु यस्तो सक्सेसफुली भनिरहेछ मलाई आउँदैन तपाईहरु कमेन्टमा भनिदिनु होला के हो म यहाँ ल्यान्डमाइन बिछाउने छु हेर्नु साथीहरु ल्यान्डमाइन साथीहरु
M2B नलियो होला भो M2B राम्रो हुँदैन यसको सट्टामा स्कार लिनेछु स्कारले सर राम्रो लाग्छ म फेरि यो डब मगाउने छु साथै यो डब आइसक्यो म यो डबको मुनि जान्छु गयो भने मरिहाल्छु MP5 आएपछि साथीहरु म गन चेन्ज गरेँ म रिलोड गर्छु एनिमी आयो साथीहरु एनिमी आइसक्यो म एनिमीलाई ठुक्ने छु हेर्नु साथी कसरी हान्नु पर्छ डबल भेक्टर लिएर आएको छु डबल भेक्टर वाले एनिमीको म गेम हेर्नु मसँग 4 वटा ल्यान्डमाइन छ यति धेरै ल्यान्डमाइन बिसाउँछु कि एनिमी आयो भने त्यसको बाउको चाक पनि के गर्न सक्दैन साथीहरु माफ गर्नु होला साथीहरु मैले के बोले अब म यहाँ गइरहेको छु एनिमी आयो साथीहरु कहाँबाट आएको छ साथी अगाडि साथीहरु मादियो आजलाई यति नै हेर्नुस् मलाई बुढी हामी मादियो ल बाइ बाइ साथी